इमेजिनेसन गर्नुहोस्, तपाईँ एउटा ब्याङ्कको मालिक हुनुहुन्छ अनि तपाईँको ब्याङ्कमा खर्बौं रुपैयाँ पैसा थन्किएको छ। त्यसैले तपाईँ 6.5% जस्तो सस्तो इन्ट्रेस्टमा पनि लोन दिन तयार हुनुहुन्छ। तर लोन लिन आउने मान्छे नै छैनन्। आखिर किन? अहिले नेपालमा यही भइरहेको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार अहिले ब्याङ्कहरूमा 13 खर्ब 36 अर्ब रुपैयाँ लोन दिन मिल्ने पैसा छ। यो पछिल्ला वर्षहरूकै सबैभन्दा धेरै पैसा हो। अझ अचम्मको कुरा के भने लोनको इन्ट्रेस्ट एभरेजमा 6.5% मात्रै छ। सामान्यतया इन्ट्रेस्ट घटेपछि बिजनेसम्यानहरूले धेरै लोन लिएर इन्भेस्टमेन्ट गर्नुपर्ने हो। तर अहिले त्यसको ठिक उल्टो भइरहेको छ। किनभने धेरै बिजनेसम्यानहरूलाई मार्केट प्रति विश्वास छैन। उनीहरू भन्छन् इन्भेस्टमेन्ट गरियो भने प्रॉफिट हुन्छ भन्ने ग्यारेन्टी नै छैन। अर्कोतर्फ सरकारको क्यापिटल एक्सपेन्डिचर पनि एक्सपेक्टेसन अनुसार हुन सकेको छैन। ठूला डेभलपमेन्ट प्रोजेक्ट ढिलो हुँदा मार्केटमा पैसा सर्कुलेट हुँदैन, बिजनेस बढ्दैन र नयाँ इन्भेस्टमेन्ट पनि रोकिन्छ। यति मात्र होइन, ब्ल्याकलिस्टमा पर्ने व्यवसायहरूको संख्या पनि हरेक वर्ष बढिरहेको छ। एक पटक ब्ल्याकलिस्टमा परेपछि रिलिज नहुन्जेलसम्म नयाँ लोन लिन पोसिबल पनि हुँदैन। त्यसैले अहिले नेपालको समस्या भनेको पैसाको अभाव होइन, यो त केवल विश्वासको कमी हो। अब हेर्न बाँकी छ सरकारले विश्वासको वातावरण बनाउन र लगानी बढाउन कस्ता स्टेपहरू चाल्छ।